एभ्रिवान। आज हामीहरू 4 जना दिदीबहिनी, 1 जना एब्सेन्स हुनुभएको छ, सबभन्दा ठुलो दिदी। हामीहरू अहिले यहाँ अन्नपूर्ण होटेलमा खाना खाएर लेक साइडतिर यसो खाना पचाउन आएको। अनि विज्ञापन पनि गरिदिनु पर्यो नि त। ल आजको दिन हामी दिदीबहिनी लेक साइडतिर। ल के भन्नुहुन्छ हजुरले? शीतलो छ, आउनुस् लेक साइडमा घुम्नलाई। ल हजुरले पनि आउनुस्। हेलो नमस्ते, हामी इन्जोइङ गरिरहेछ लेक साइडमा। तपाईहरु पनि आउनु होला स्याटरडे इन्जोय गर्नलाई। राम्रो पोखरा, हाम्रो पोखरा। प्लिज वेलकम टु आवर पोखरा। मौसम चाहिँ आज शीतलो भएर राम्रै भएको छ। त्यो तालैभरि कायाकिङ गर्नेहरू मान्छेहरूको होल हेर्नु त। हाम्रो नेपालको बीच भनेको यही हो, नेपालको बीच क्या। त्यही हो, देखायो। अब कति आयो देखाइसक्यो त्यता पनि। हामी देखाऊँ न आफ्नो दिदीहरूलाई। दिदीबहिनी लेक साइडमा आई भातै पस्दैन हामीलाई। हो त नि, खाना खायो हो पचाउनको लागि लेक साइड आउनु पर्यो। आउनुहोस्। चलो हेलो 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 हेलो। अहिले त बोटिङ भन्दा नि धेरै, त्यो काइकिङ गर्ने मान्छेहरू धेरै रहेछ कि। छ्यापछ्याप पुरै ताल भरेछ। आज त यो ट्रीमा पनि फुल फुले रहेछ। कस्तो राम्रो फुल फुले रहेछ नि त। मैले यसो फुल फुलेको कहिले याद गरेको थिएन। सब ठाउँमा ग्रिनरी ग्रिनरी ग्रिनरी। लभली ब्युटिफुल है। यो ठाउँ कति राम्रो थियो कि छरी। ल यसरी हेर। खोइ एकजना छुट्यो। ल छु यहीँ छु। ल V4 -1 जना दिदी ठुल दिदी हराइयो। के भन्नु, सधैँ यस्तै हो क्या। एउटा न एउटा त छुटिहाल्छ। हेल्थको प्रब्लम होइन कि, आफ्नो आफ्नो इच्छा हुन्छ नि। कोहीलाई घुम्न मन लाग्छ, कोहीलाई लाग्दैन। सो मेबी अब यो प्लान्ट पनि कति राम्रो थियो है। यो पनि कति राम्रो थियो। ए सेल्फी पोइन्ट यहाँ रहेछ नि त। ल सेल्फी पोइन्टतिर जाऊँ अब। सेल्फी पोइन्ट र जाम अब खिचौँ न त फोटो त्यहाँ पनि। काफी सुंदर जगह है ना। मुझे बहुत पसंद है ये जगह, मैं बार बार आती रहती हूँ। आइसक्यो है भिडियो। फोटोको लागि पोस्ट बसेको थियो, भिडियो निकाल्नु। बहिनीहरू अब एकछिन सर्ट ब्रेक, आइसक्रिम ब्रेक। दिन चाहिँ शीतलो शीतलै छ। नो थ्याङ्क्स, म नखाने। थ्याङ्क यू फर हाम्रो सावित्री दिदीलाई। यो आजको आइसक्रिम स्पोन्सर है दिदी छ। खाना पनि दिदीको स्पोन्सर थियो बाहिर है। दिदीको स्पोन्सर आज हाम्रो दिदीको स्पोन्सरमा स्याटरडे खाना खायो। ठुलो दिदीले आज हामीलाई स्याटरडे लेक साइडतिर घुमाउँदै हुनुहुन्छ। ल मिठो। पूजा दिदी के भन्नुहुन्छ हजुरले? मैले पनि थ्याङ्क यू भन्छु। ल मिठो आइसक्रिम, मिठो खाना। दिन शीतलो शीतलो छ। हामी अहिले आइसक्रिम ब्रेक। म त नखाने कि आइसक्रिम त। नो बेबी नो, तिमीले भन्छ नि। ए बोल्न त पाइन्छ, किन नपाइने होला। भोइस ओभर गर्दैन है। आइसक्रिम हाल्ने गरेको। टेस्टी भन्दैन सुस्मा। या टेस्टी। पहिलाको त्यो टेस्टी हेरेर के कति मान्छे मुर्छ खाएको थियो तिम्रो टेस्टी सुनेर। अब फेरि टेस्टी। ए टेस्टी आइसक्रिम मनपर्ने ठाउँ फेमस। त्यताको त पुरै फानिदिए दिए है। ल न त पोखराको बारेमा केही बयान गरिदिनुहोस्। यो बयान गर्नै सकिन्न, धेरै राम्रो। पोखराको बारेमा भनिदियो त अलिअलि। शब्द छैन। ल जे होस्, पोखराको ब्युटी भनेको नै फेवा लेक हो। यसले गर्दाखेरि सबै नेपाली त आउँछै आउँछ, तर विदेशी टुरिस्टहरू पनि थुप्रै आउँछ।
र यो ब्युटी राख्नको लागि सबै नेपालीहरूले फोहोर मैला नगरिदिनु होला, खाएपछि डस्टबिन युज गरिदिनु होला, हिँड्ने बेला बाटो एउटा सबै नागरिकको परिचय दिनु होला र हाम्रो टुरिस्टहरूलाई घुम्नको लागि सहज वातावरण सिर्जना गरिदिनु होला, सेफ्टी पनि हैन। पोखरा घुम्न आउनु होला। पोखरा धेरै राम्रो छ, प्राकृतिक सुन्दरताले भरिएको, ताल हिमाल, हाइकिङ ट्रेकिङ सबैको लागि उपयुक्त ठाउँ हो। आज शीतल दिन भएको र तुमालो लाएको भरि हिमाल चाहिँ देखिएको छैन। प्लिज हाम्रो देश नेपाल घुम्नु होला र पोखरा घुम्न चाहिँ नछुटाउनु होला। क्लिन गर्दैछ नि त, भइरहेको छ है। अब यतातिर अझै नयाँ सरकारले प्रोजेक्टहरू ल्याइरहेको छ। अब भविष्यमा योभन्दा अझ राम्रो फुड ट्र्याक अनि अलिकति पोखरा व्यवस्थित पनि हुन्छ होला, सेफ पनि हुन्छ होला टुरिस्टको लागि। लेट्स होप द पोजिटिभ। थिङ्क पोजिटिभ, बी पोजिटिभ हैन। थिङ्क पोजिटिभ, बी पोजिटिभ। सुन्दर नगरी पोखरा, राम्रो पोखरा, हाम्रो पोखरा। टिङ टङ। पुरा एडभर्टाइजमेन्ट हुन्छ क्या। आज दिदी बहिनी भेट भएको यस्तो खुब वर्षमा भेटे चाहिँ गएर भुँडी फुर्ती गरेर हाँसेछ, भुँडी फुर्ती गरेर खाएछ है। कसको हाँसो दमदार भनेर हाँस्नु दमदार थुप्रै वर्षमा भेटेछ दिदी बहिनी। धेरै दिन भयो नि त, धेरै दिनको 18 वर्ष जस्तो। अब पोखरा सम्बन्धी गीत गाउँ न त। ओ सिस्टर ल त आऊ त। आवाज पनि छ नि सिस्टरको यहाँ, जे छ त्यो त गाउनु त। आवाज फेरि यहाँ छ नि है सिस्टरको फेरि। म बिना कसैलाई मुस्किल छ पोखरामा, हामी त पोखरी छ त। म छु आज धेरै टाढा, मेरो मन छ पोखरामा, हामी छौँ पोखरामा, हामीहरू छौँ पोखरामा भन्नु पर्यो। हामी त ऱ्याप भने जस्तो सबैको डिफ्रेन्ट या यो 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 पोखरा भनेर। म बिना कसैलाई मुस्किल छ पोखरामा। भन्नु पर्यो नि। हैन त्यही त यही त नि। पोखरामा ढुङ्गा नि छैन फेरि एउटा नि। आज त डुङ्गै छैन कि सब कायाकिङ गरिरहेको छ मान्छेहरू। कुना भन्छ ढुङ्गा। यही त हो नि रमाइलो। कहाँ आउँछ घुमेर यो बालपनको उमेर, टिडिङ लिडिङ। बालपन पनि कस्तो भने 50 प्लसको बालपन। 5 वर्ष जिरो फाल्दिनु ल। ए 5 वर्षको बाबु नानीहरू हो, जिरो फालिदिनु पर्यो। पासको अगाडिको जिरो हटाइदिनु अनि 5 वर्ष हुन्छ। 5 इयर्स। उसको शक्तिको हामी एक छोटा सा नन्ना छ भने हामी जस्ट 5 इयर्स ओल्ड। 5 वर्षकी बच्चाहरू बच्चाहरू यस्तो छोटे से नन्हे से 5 इयर्स के बच्चे लोग हैं हमें। 50 में 0 माइनस जिरो हटा दिया। यस्तो हो नि। 5 को अगाडिको जिरोलाई काट दिया अनि 5 को फेंक दिया। वो 5 के पीछे का जीरो को किससे काट दिया? कहीं किससे काटा, किसने काटा? तालाब में फेंक दिया। ये ताल के उस पे फेंक दिया। के बताल में फेंक दिया। अभी हम लोग 5 वर्ष के अभी तो हम 5 वर्ष के हैं। देखा यस्तो फन हुन्छ दिदी बहिनी भेटेपछि। समय गएकै थाहा पाउँदैन है, समय बितेकै थाहा पाउँदैन। अब हामी फर्किने बेला पनि भइसक्यो। अब हामी ब्याक टु आफ्नो घर जान आँटेको। ल अन्तिममा केही भन्नुहुन्छ? ए हाम्रै कला मान्छेले यो भाइको कला हेर भन्छ। अब के गर्नु है, हाम्रो आफ्नै कला देखाउँदा हामी ठिक्क छौँ। ल देखाउँदा अरू के छ तिमीहरूको कला?
हाम्रो कला देखाउ त हाम्रो कला र गला सुनेर मान्छे सेन्टिफ्लाइड हुन्छ कि फेरि यस्तोहरू झन् कला देखाऊ भने त झन् त्यस्तो पो हुँदो रहेछ अब तिमी नन्ने मुन्ना हो ल नन्न मुन्न भएर के सिक्नै पाएको छैन आँखाबाट खुसीको आँसु नै छोडे टिस्यु निकालेर पुस्ता पुस्ता हेर्नु भयो म त अन्त धेरै हाँसेको पनि त्यस्तो हुन्छ नि आँसु आउँछ हामी नन्न मुन्नमा हामी चाहिँ 5 इयर्स ओल्ड हाम्रो दिदी चाहिँ 6 इयर्स ओल्ड हो कि 5 मा 5 जोड्दियो 10 इयर्स म चाहिँ दिदी झन् फोर होला नि बिचरा है 4 होला हो हुन्छ सानो हुन्छ त अनि यङदेखि हुन्छ हामी तपाईँ सानो भएर के फोर हामी त्यति एक्टिभिटी त छैन नि मेरो हाम्रो 4 इयर्स सानो भुन्टे बच्चा दिदी बुन्टी बुन्टी बच्चा बच्चा नि होइन बच्ची बुन्टी बच्चा समझदार बच्ची है भन्नु सबसे भुन्टी लेकिन सबसे समझदार बच्ची ये है यसका बच्ची का समझदार हुन्छ बच्ची त्यही भएर म 10 वर्षको हुन्छ त होइन हाम्रो यो बच्चा यस्तो कि त्यो भुँडीबाटै समझदार भएर जन्मेको हो कि भुइँमा झर्दै भात खाएको भन्नु जन्मिने बित्तिकै भात खाएको बच्चा तर यो भात भन्ने कुरा के होला है त्यस्तो कहिले नमिचिने के सबै कुरा मिचिने रे फेरि भात त नमिचिने अनि दिदी बहिनीहरू पेटभरि भात खाएर भात लिएर यहाँ वकमा आएको हाँसेर त खाने त सबै पचिसकेर मेरो अलिकति डाइटिङै भन्नु पऱ्यो अब कान्छीले खुलाउँछिन् हामी मिठो मिठो कुरा डाइटिङ दिदीले खुलाउँछिन् के उनको आगर त म खुलाइहाल्छ आगर त म हातले खुलाइन्छ आजको दिन पनि सकियो यो फायर पिज्जामा जाऊँ न त पिज्जा खानु